कारणले नारायण राम 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 भन्छु रामको हामीले पनि भन्छौँ तपस्या गर्नु पर्यो भनेर तपस्या गर्न हिमालय पर्वतमा गएर तपस्या गरेको त्यो तपस्याको प्रभावले त नारायण राम 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 स्वर्ग हरियो त्यति बेला तपस्या भङ्ग नगरी भएन भनेर अप्सराहरू पठाए त्यसपछि कामदेव पठाएर नाच्ने गाउने कामदेवले मायाको गोली हान्ने गरेर पनि नारायण राम 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 तपस्या छुट्दैन त्यति बेला तपस्या छुट्दैन केही लागेन कामदेवले बाण पनि हाने त्यो मायाको बाण अप्सराले नाचे गाए कोट्याउँछन् केही पनि वास्तै गर्दैनन् त्यसपछि केही लागेन भनेर नारायण राम 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 फर्किने फराक नारदजी साह्रै खुसी भएर के भन्नु कसलाई के भन्नु कसलाई सुनाउनु यति राम्रो कुरा भनेर कुनै भगवान विष्णुलाई सुनाउने भनेर नारायण विष्णु त लक्ष्मीको काखमा बसेर बसिरहेको थिए अब नारद पुगेपछि लक्ष्मी त नारायण लाग्यो घरभित्र त्यति बेला लाग्यो प्रभु लक्ष्मी त किन घरभित्र गएको म आउने बित्तिकै भन्दा त विष्णु भन्नुहुन्छ हे नारद तिमी त्यति पनि थाहा छैन रामपुरी महिलाले परपुरुषको नारायण राम 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 अनुहार हेर्दैनन्
नजर हेर्दैनन् भनेपछि नारदजीले चित्त बुझाउनु भयो र आफ्नो मनको कुरा भन्न सक्नुभयो। हे विष्णु, हे प्रभु परमेश्वर, मलाई त्यो कामदेवले पनि मेरो तपस्या भग्न गर्न सकेन, अप्सराले पनि नारायण राम्रो शब्द अब योभन्दा बढी त टेस्ट केही पनि गर्न पर्दैन भनेर विष्णुलाई भन्दाखेरि विष्णुले मुसुक नारायण राम 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 हाँसे मुसुक। साँच्ची नै परीक्षामा पास भयो भने तिमी साँच्चै नै ब्रह्मचारी भनेर सर्टिफिकेट एउटा दिउँला, होइन भने हुँदैन भनेपछि विष्णुले लक्ष्मीलाई भन्न लागे लक्ष्मी अब एउटा मायाको बनाऊ कुमारी पनि राख भनेर नारायण छोरी पनि बनाए। त्यही दिन नारद घुम्दै घुम्दै त्यो सहरमा नारायण राम 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 पुगे टोप्लोक। राजाको दरबारमा त अत्यन्तै राम्री राजकुमारीको अब स्वयंवर गर्ने बेला लाग्छ। स्वयंवर गर्नलाई भनेर संसारका राजा केटाहरूलाई बोलाउने कार्यक्रम रहेछ। अब त्यो कार्यक्रममा पनि उपस्थित हुन्छु र त्यो सुन्दरीलाई पनि उपस्थित हुन्छु भन्ने लाग्यो। त्यसपछि राजाले बिन्ती गरे मेरो कन्याको कस्तो भाग्य छ भनेर यसो गरेर हात हेरे त हात यसो गरेर हेरे त हात समाउँदा समाउँदै त ती नारद त नारायण राम 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 प्रेममै पर्नु मेरो अनुहार पनि हजुरको जस्तै भन्नु आउँछ त्योभन्दा राम्रो बनाइदिनुहोस्। लुगासुगा पनि हजुरकै सबै गहना हजुरकै लगाइदिनुहोस् र म त्यहाँ जान्छु र मलाई स्वयंवर गर्छन् पक्कै पनि कन्याले भनेपछि नारायण राम 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 बिन्ती चढाए।
भन्नुहुन्छ ए नारद ए भक्त नारद अब म तिमीलाई राम्रो बनाएर पठाइदिन्छु भनेर सबै सिँगार पटार गरेर पठाउँदा सिँगार पटार गर्दा गर्दा यति राम्रो बनाइदिनु तिमीले लास्टी जम्मै लाग्नु भएको हो तर पठाइबाट के लाग्छ र नारायण राम 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 मुक्ति बाँडेको